आज चाहिँ मैले आँपको मुरब्बाको रेसिपी ल्याएको छु। सिम्पल अनि सजिलो होला। यो चाहिँ मैले आँप चाहिँ गिफ्ट आएको थियो मलाई चाहिँ एउटा आन्टीले आइदिनु भएको थियो। त्यसलाई चाहिँ धोएर चाहिँ घाममा सुकाएँ। सुकाएर भएपछि यसरी बसेर छिल्काहरू छिलेर चाहिँ मसिनो लामो लामो गरेर काटेर एक किसिम 5-6 घन्टा घाममा सुकाइदिएको थिएँ। अनि त्यसपछि चाहिँ प्यान गरम गरेर चाहिँ त्यसमा चाहिँ हल्का धनिया, जिरा र तोरी मात्रै राखेर एक किसिम रोस्ट गर्नु मजाले। कालो तोरी राखे पनि हुन्छ, पहेँलो तोरी राखे पनि हुन्छ। एक किसिममा यस्तो मजाले पड्किने गरेर चाहिँ रोस्ट गर्ने। रोस्ट गरेपछि चाहिँ त्यसलाई एउटा अर्को भाँडामा खनाएर चाहिँ अनि ग्राइन्डर गरिदिनु। यसरी पिस्नु, दरदरा पिसेर चाहिँ राख्नुहोस्। अनि त्यही प्यानमा चाहिँ तोरीको तेल गरम गरेर चाहिँ त्यसमा चाहिँ मैले अजवाइन, जिरा राखिदिएँ, अरू केही पनि राखेन। अनि आँप त्यसरी राखिदिएँ। आँप राखेपछि चाहिँ चलाउने एक किसिमसँग भुट्ने त्यो आँपलाई मजाले भुटेपछि चाहिँ त्यसमा यस्तै मैले भुटेपछि चाहिँ त्यसमा अरू केही पनि एक्स्ट्रा केही पनि राख्नु पर्दैन। त्यो चाहिँ सिम्पल एन्ड सजिलो रेसिपी छ। मैले चाहिँ खुर्सानी पनि राखेको थिएन किनकि बाबुले खान्छ नि त, बाबुले पिरो खान सक्दैन। अनि यसमा चाहिँ बेसार र नुन मात्रै राखेर यसरी हेर्नु, हल्का बेसार अनि हल्का स्वादअनुसारको नुन राखेर चाहिँ मैले चलाइदिएँ। एक किसिम भुटेँ है त मैले, एकदम भुटेको अनि एक किसिम सुकाएर बनाएको चाहिँ मलाई मनपर्छ। यसरी एक किसिम भुटेर चाहिँ त्यो मसला राखिदिएँ, अघि भर्खरै त्यो पिसेको मसला राखिदिएँ। मसला राखेर पनि फेरि चलाएँ, मजासँग चलाइदिएँ एक किसिमसम्म राम्रोसँग चलाइदिएर मसला पनि सबैतिर लागेपछि चाहिँ मैले यसमा चाहिँ मैले चिनी राखेँ। गुड राखे पनि हुन्छ, तर मैले चाहिँ चिनी राखेँ, चिनी राम्रो लाग्छ भनेर चिनी राखिदिएँ। चिनी राखेर चाहिँ एक किसिम पकाएपछि चाहिँ चिनीको हल्का ग्रेभी टाइपको चाहिँ निस्किन्छ। एक किसिम पकाएपछि चाहिँ ग्रेभी टाइपको जस्तो हुन्छ। अनि त्यसपछि त्यो चाहिँ यो चाहिँ खाना रेडी हुन्छ।